ड्राइभरको रेजिस्ट्रेसन प्रोसेसमा कोही बेला एडमिनले तपाईँलाई एडिसनल डकुमेन्ट या फेरि एक्जिस्टिङ डकुमेन्टहरू पनि रिअपलोड गर्नुको लागि भन्छ। अगर इमेजेसहरू क्लियर छैन या इन्फर्मेसन प्रपर छैन भने यस्तो केसमा तपाईँ आफ्नो मेन पेजदेखि होम पेजदेखि स्क्रोल गरेर इन्क्वायरी एन्ड एक्सन सेक्सनमा गएर एडमिनबाट आएको मेसेज हेर्न सक्नुहुन्छ, त्यसलाई रिड गर्न सक्नुहुन्छ र जुन चाहिँ डकुमेन्ट्स एडमिनले रिक्वेस्ट गरेको छ त्यसको लागि आफ्नो एडिट प्रोफाइलमा जानुहोस्, स्क्रोल गरेर आफ्नो मेन पेजदेखि त्यहाँ गएर त्यो डकुमेन्टको सेक्सनमा जानुहोस्। अन्त त्यो सेक्सनदेखि जुन चाहिँ डकुमेन्ट्सलाई एडमिनले भनेको छ त्यसलाई तपाईँले डिलिट गरेर नयाँ डकुमेन्ट्स अपलोड गर्नुहोस्। डकुमेन्ट्स अपलोड भएपछि स्क्रोल डाउन गरेर त्यो डकुमेन्टलाई सेभ गर्नुहोस्। तपाईँको रिक्वेस्ट एडमिनकोमा गएपछि एडमिनले त्यसलाई भेरिफाई गर्छ। अन्त भेरिफाई गरेपछि मात्रै तपाईँको रेजिस्ट्रेसन एक्टिभेट हुन्छ। जस्तो तपाईँले आफ्नो रिक्वेस्ट सबमिट गर्नुहुन्छ, रिक्वेस्ट सबमिट गर्दाखेरि तपाईँको माई डकुमेन्ट सेक्सनमा तपाईँको डकुमेन्ट्स जुन चाहिँ तपाईँले पठाउनु भएको छ त्यो पेन्डिङ देखाउँछ। जब एडमिनले यसलाई एप्रुभ गर्छ सबै कुरो ठिक छ भने यो माई डकुमेन्ट्समा त्यो पर्टिकुलर डकुमेन्ट चाहिँ तपाईँको भेरिफाइड भनेर देखाउँछ।